मान्य सदस्यहरू, अब माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा माननीय सदस्यज्यूहरूले राख्नुभएको महत्त्वपूर्ण जिज्ञासा, सुझाव र धारणाका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै विधेयकको उद्देश्य, आवश्यकता तथा सरकारको धारणा स्पष्ट गर्न चाहन्छु। बालबालिकाको अधिकार संरक्षण र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको यस अत्यन्तै महत्त्वपूर्ण विषयमा मान्य सदस्यज्यूहरूले उठाउनुभएका विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। सम्माननीय सभामुख महोदय, हाल कार्यान्वयनमा रहेको बालश्रम ऐन 2056 लगभग 27 वर्ष पुरानो भइसकेको छ। संहिताको कार्यान्वयनसँगै नेपालको परिवर्तित राज्य संरचना, बदलिँदै अर्थतन्त्र र श्रम बजार प्रविधिको विकास, बालश्रम निवारण सम्बन्धी बढ्दो जनचेतना तथा बाध्यकारी श्रम सम्बन्धी मापदण्डहरूको विकासको सन्दर्भमा विद्यमान ऐनमा समय सान्दर्भिक संशोधन गर्न आवश्यक देखिन्छ। बालश्रम पहिचान गर्न, त्यसका कारण बुझ्न र समयमै सम्बोधन गर्न स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। जब कुनै विद्यार्थी अचानक विद्यालय आउन छाड्छ वा नियमित रूपमा थाकेको अवस्थामा कक्षा आउँछ, यो कुरा सबैभन्दा पहिले शिक्षकलाई थाहा हुन्छ। कुनै बालबालिका होटलमा भाडा माझिरहेको अथवा कुनै परिवार आर्थिक सङ्कटमा पर्दा त्यसले बालबालिकामा पारेको असरबारे पनि स्थानीय सरकार र स्थानीय समुदायलाई नै सबैभन्दा नजिकबाट जानकारी हुन्छ। मन्त्रालयले जारी गरेको बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि 2077 बमोजिम बालश्रम मुक्त घोषणा भएका 14 स्थानीय तहको उदाहरणबाट पनि स्थानीय नेतृत्वको भूमिका अपरिहार्य रहने देखिन्छ। हालसम्म 200 भन्दा बढी स्थानीय तहहरू मन्त्रालयबाट अनुदान प्राप्त गरी यस कार्यक्रममा आबद्ध भएका छन्। नयाँ विधेयकले स्थानीय तह सम्बन्धित कार्यालय, प्रदेश र सङ्घबीचको जिम्मेवारी स्पष्ट गर्छ, सूचना आदान प्रदान गर्ने व्यवस्था गर्छ, बालश्रम पहिचान भएपछि निरीक्षण पनि गर्छ, आवश्यक परे बालबालिकाको उद्धार र पुनर्स्थापना पनि गर्छ, साथै कसुरदारमाथि कारबाही गर्ने प्रभावकारी संरचना पनि बनाउन सक्छ भन्ने व्यवस्था गरिएको छ। सम्माननीय सभामुख महोदय, थपमा के स्पष्ट गर्न चाहन्छु भने मान्य सदस्यज्यूहरूले बालश्रम निषेध तथा नियमन सम्बन्धी व्यवस्थाहरू आपसमा बाजिन्छन् कि भन्ने जिज्ञासा राख्नु भएको थियो। यी दुई व्यवस्थाबीच कुनै विरोधाभास नरहेको कुरामा म स्पष्ट पार्न चाहन्छु। विधेयकको आधारभूत सिद्धान्त यस्तो रहेको छ कि जोखिमपूर्ण र शोषणमूलक कार्यलाई पूर्ण रूपमा निषेध गरिएको छ, जबकि बालबालिकालाई नकारात्मक असर नपुर्याउने सुरक्षित प्रवृत्तिका कार्यलाई मात्र नियमन गरिएको हो। यो अभ्यास विश्वव्यापी रूपमा पनि अवलम्बन गरिएको मान्यता हो। सोही बमोजिम 13 वर्ष उमेर पुगेपछि कडा शर्तसहित विद्यालय अघि र पछिको समयमा हलुका काम गर्ने पाउने व्यवस्था गरिएको छ। 15 वर्ष पुगेका बालबालिकालाई जोखिमपूर्ण बाहेकका काममा संलग्न गराउन सकिने व्यवस्था गरिएको छ। त्यसैले पारिश्रमिक, कार्यस्थलको सुरक्षा तथा स्वास्थ्य, काम गर्ने समय र रोजगारदाताले पुरा गर्नुपर्ने अन्य शर्त सम्बन्धी व्यवस्थाहरू निषेधित कामका लागि राखिएका होइनन्। यी व्यवस्था कानुनको अनुमति दिएको नियमित काममा संलग्न बालिकाको अधिकार, हित र सुरक्षा सुनिश्चित गर्न राखिएका हुन्। सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूले हलुका कामका लागि 13 वर्षको उमेर तोकिनुको आधार राष्ट्रिय शिक्षा संरचना र अन्तर्राष्ट्रिय श्रम मापदण्ड दुवै हुन्। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076ले आधारभूत शिक्षाको उमेर 12 वर्षसम्म तोकिएको छ भने अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILO को मिनिमम एज कन्भेन्सन अनुसार सामान्य न्यूनतम रोजगार उमेर 15 वर्ष तोकिएको भए तापनि शिक्षामा बाधा नपुगी तथा स्वास्थ्य, सुरक्षा र नैतिक विकासमा
असर नपर्ने खालका हलुका प्रवृत्तिको काम गर्न पाउने उमेर हद 13 वर्ष तोकिएको हो। यसै आधारमा हामीले काम गर्ने न्यूनतम उमेर विद्यमान 14 वर्षबाट बढाएर 15 वर्ष पुर्याएका छौँ। साथै तोकिएको हलुका काम पनि कडा शर्तसहित मात्र गर्ने पाउने गरी व्यवस्था गरिएको छ, ताकि यसले शिक्षा र स्वास्थ्यमा असर नपुर्याई बरु बालबालिकासम्म टेवा पुर्याओस्। सम्माननीय सभामुख महोदय, घरेलु श्रम, इट्टाभट्टा, यातायात, होटल, खाजाघर र कृषि लगायतका क्षेत्रमा कानुन विपरीत अदृश्य रूपमा हुन गरेको बालश्रमलाई पहिचान गर्न कठिन रहेको विषयमा मन्त्रालय पूर्ण रूपमा सचेत छ। माननीय सदस्यज्यूले उठाउनुभएका क्यासिनो, डान्स बार, नाइट क्लब, दोहोरी साँझ, मसाज पार्लरमा हुन सक्ने अन्य स्थान र सर्कसमा गरिने काम तथा बन्द कोठाभित्र गरिने काम लगायतका कार्यलाई जोखिमपूर्ण काम र व्यवसायको सूचीमा राखिएको छ। यसैले विधेयकको श्रम निरीक्षकको अधिकार विस्तार गर्ने, स्थानीय स्तरमा नियमित अनुगमन संयन्त्र स्थापना गर्ने र गोप्य गुनासो सुन्ने डिजिटल प्रणाली विकास गर्ने प्रावधान समेत समावेश गरिएको छ। जोखिमपूर्ण काम वा व्यवसायमा लगाउने रोजगारदाता उप नेपाल सरकार वादी भई मुद्दा चल्ने प्रस्ताव पनि गरिएको छ। पीडितले छिटो छरितो सहज रूपमा न्याय पाओस् भन्ने उद्देश्यका साथ यसको मुद्दा दायरी तथा मुद्दाको किनारा सम्बन्धित जिल्ला अदालतमा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ, जसले यस्तो अपराधलाई गम्भीरतापूर्वक निरुत्साहित गर्ने र पीडित बालबालिकालाई न्याय दिलाउने अपेक्षा गरिएको छ। सम्माननीय सभामुख महोदय, यस विधेयकमा बालश्रम सम्बन्धी उजुरी र अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीको सट्टा श्रम कार्यालयलाई दिएको विषयमा मान्य सदस्य हजुरहरूले उठाउनु भएको प्रश्नको जवाफमा दिएका 3 वटा आधार प्रस्तुत गर्न चाहन्छु। बालश्रम सम्बन्धी प्राविधिक विषय भएकोले यसको प्रारम्भिक अनुगमन तथा अनुसन्धानको जिम्मेवारी श्रम निरीक्षकलाई दिएको हो। यसमा उमेर पुष्टि, कार्यस्थलको अवस्था, कामको प्रकृति, ज्याला तथा रोजगारदाता श्रमिक सम्बन्ध जस्ता विषयको विशिष्ट ज्ञान आवश्यक पर्छ। श्रम निरीक्षकबाट गरिने अनुसन्धान बालमैत्री हुनुका साथै अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार पनि हुन्छ। नेपाल प्रहरीको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण रहन्छ। अनुसन्धानबाट मुद्दा चलाउनु पर्ने देखिएमा वा श्रम कार्यालयसँग पहुँच नपुग्ने अनौपचारिक क्षेत्रमा उद्धार, सुरक्षा र अनुसन्धानका लागि नेपाल प्रहरीको सहयोग लिने सक्ने व्यवस्था गरिएको छ। हिंसा, दुर्व्यवहार, बेचबिखन वा अन्य प्रत्यक्ष फौजदारी कसुर देखिएमा प्रचलित बालबालिका सम्बन्धी तथा कानुन अनुसार प्रहरीबाटै तत्काल कारबाही हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। यसरी श्रम निरीक्षकको प्राविधिक विशेषज्ञता र प्रहरीको कानुनी तथा सुरक्षा भूमिका आवश्यक समन्वय गर्ने व्यवस्था पनि विधेयकले गरेको छ। सामान्य सभामुख महोदय, बालबालिकाले कामबाट उद्धार गरेर मात्रै सरकारको दायित्व पुरा हुँदैन। त्यसैले विधेयकले उद्धार, संरक्षण, राहत, पारिवारिक पुनर्मिलन, पुनर्स्थापना तथा सामाजिक पुनः एकीकरणलाई समेटेको छ। आवश्यक अवस्थामा बालबालिकालाई 18 वर्ष उमेर नपुग्दासम्म पुनर्स्थापना गर्न सकिने व्यवस्था गरेको छ। साथै बालश्रमका कारण भएको क्षति समेत विचार गरी क्षतिपूर्ति भराउने व्यवस्था पनि गरेको छ। सामान्य सभामुख महोदय, बालश्रम अन्त्य गर्न अझ प्रभावकारी कानुन, स्थानीय कार्यान्वयन र पुनर्स्थापनाको संरचना आवश्यक छ। तर बालश्रमलाई आइसोलेटेड समस्याका रूपमा हेर्न मिल्दैन। यो विषय परिवारको आर्थिक अवस्था, आय सुरक्षा, सामाजिक सुरक्षा, लिभलिहुडसँग पनि जोडिएको हुन्छ। रोजगारी गुम्नु, परिवारको मुख्य कमाउने सदस्य बिरामी पर्नु वा मृत्यु हुनु, बाली नष्ट हुनु, ऋणको भार बढ्नु जस्ता एउटै ठुलो इकोनोमिक सकले पनि परिवारलाई गरिब वा गम्भीर आर्थिक सङ्कटतर्फ धकेल्न सक्छ। त्यसैले त्यस्तो सङ्कटसँग जुझ्ने सामाजिक सुरक्षा, आय सुरक्षा र अन्य कपिङ मेकानिजम्स बलिया नभए बालबालिका आफैले सानो उमेरमा आफ्नो क्षमताभन्दा बढी जिम्मेवारी लिन बाध्य हुन सक्छन्। कहिलेकाहीँ पढाइ छोडेर काममा समेत जानुपर्ने अवस्था आउन सक्छ। आखिर आफै सोचौँ, कुन अभिभावकलाई आफ्नो बालबालिकाले सानो उमेरमै काम गर्न पठाउने रहर हुन्छ र? अन्ततः बालबालिकाको हातमा श्रमको बोझ होइन, शिक्षा, सुरक्षा, समान र उज्जवल भविष्यको अवसर सुनिश्चित गर्नु नै यस विधेयकको मूल उद्देश्य हो र यो हाम्रो साझा भिजन हो, साथै सामूहिक जिम्मेवारी पनि हो। सामान्य सभामुख महोदय, यस विधेयकलाई थप समृद्ध बनाउन माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने
रचनात्मक सुझाव र संशोधनलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नेछ। बालबालिकाको सर्वोत्तम हित र सुरक्षित भविष्य सुनिश्चित गर्ने यस महत्त्वपूर्ण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई समर्थन गरिदिनुहुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।